हेलो गाइस वेलकम टु माई युट्युब च्यानल। अनि हेर्नुहोस् न मेरो आउटफिट होइन आजको। अनि धेरै दिनको बादमा घर जाँदाखेरि यति धेरै खुसी होइन। अनि हामी चाहिँ रेडी भएर हिँडिसकेको थियौँ होइन। अनि हाम्रो बाटो हेर्न सक्नुहुन्छ, यस्तो सिँढीको उकालो छ होइन। अनि बेसी सामान भएको कारण आज चाहिँ हाम्रो बहिनीहरू चाहिँ हामीसँग जाँदै थियो। हामी चाहिँ गाडीमा बसिसक्यौँ फाइनल्ली होइन। अनि हाम्रो गाडी स्टार्ट पनि भइसक्यो होइन। अनि हामी चाहिँ हिँडेको कालिम्पोङ। अनि कालिम्पोङ आइपुगेर चाहिँ हामी स्टप गरेर फेरि उकालो कञ्चन गएको होइन। अनि यो बाटो चाहिँ यस्तो अप्ठ्यारो थियो होइन। त्यस पछाडि चाहिँ हामी चारजना चाहिँ आइपुगेर फाइनली हामी चाहिँ आइपी पार्क गयौँ होइन। आइपी पार्क। अनि आइपी पार्कभित्र कस्तो छ तपाईँहरूलाई प्रायःलाई थाहा पनि छ होला। आउनु भएको छ भने, आउनु भएको छैन भने थाहा छैन होला होइन। कालिम्पोङको बेस्ट अफ द बेस्ट ठाउँ हो। अनि यो चाहिँ सिके प्रधानको स्ट्याचु हो होइन। तपाईँहरूलाई थाहा पनि हुनसक्छ। अनि यहाँनिर चाहिँ हाम्रो फोटोसुटहरू हुँदै थियो, हेर्न सक्नुहुन्छ होइन। पोजहरू दिइरहेको थियो। अनि फाइनली हामीले चाहिँ यहाँनिर चाहिँ हाम्रो भाइ भेट्यौँ होइन। हामीले सायद समथिङ 8-9 वर्ष बादमा भेटेको होला। अनि हामी कुराकानी गऱ्यौँ होइन। त्यस पछाडि हामी फर्क्यौँ होइन। अनि हाम्रो बाटो चाहिँ यता थियो होइन। यो चाहिँ म हो होइन। अनि म चाहिँ वाउ आजको एकदम दामी भ्यू। अनि यहाँनिर फेरि हामीले साथी भेटेको छौँ जो भाइको दिदी होइन। चुट्टिन आँटेको रहेछ नि उता होइन। अनि उसको रुममा गएर हामी हल्का रमाइलो हाँसी मजाक गऱ्यौँ होइन। त्यस पछाडि फाइनली हामी चाहिँ अब चाहिँ हामी हाम्रो गन्तव्यतर्फ लाग्यौँ होइन। यो चाहिँ हाम्रो घरको बाटो। अनि एकदमै अप्ठ्यारो हेर्न सक्नुहुन्छ हाम्रो हालत चाहिँ। हामी त हुटमा बसेर जानुपर्ने, किन भन्दाखेरि प्लेसै थिएन तल बसेर जानु। त्यही भएर हामी त माथि हेर्नुहोस् न यस्तो अप्ठ्यारो थियो होइन। त्यस पछाडि फाइनली हामी घर आएर चाहिँ चिया खायौँ। अनि आजको भिडियो यतिमै, बाई बाई। नेक्स्ट भिडियोमा भेट्नेछ।